यो गाइस वेलकम ब्याक टु माई नेक्स्ट भिडियो नेक्स्ट भ्लग धेरै पछि फेरि भिडियो हाल्ने होइन म चाहिँ अहिले साथीको घरमा छ भर्खर खाना खाइसक्यो हामी चाहिँ आज चाहिँ कतातिर डुल्छ थाहा छैन उता ग्रिन विचतिर पनि जान सक्छ कि लन्डनेटकोतिर अर्को हाम्रो समिता लाने साथी पनि आउँदैछ अब त्यो साथी आइसी भेट्छु के हुन्छ होइन हेलो म क्षितिज गुरुङ मनाङबाट उनको साथी हो मेरो पहिलाको भात खाँदै उसले भात खुलाएको के हो त्यही के हुन्छ हेर्दै गर्नु यसले दिउँ खाना खाएर सब सकियो ए ल ल खतरा नै छ माथि रुफटपमा हो ट्रेन गयो त त्यही हो के हुन्छ अर्को साथी धरी आयो अहिले चाहिँ तल कुदेर बसेछ लिन जानु लाग्यो साथीले चाहिँ म लिएर आउँछु अब समीरलाई ल त्यही हो म आएको छ भनेर त थाहा छैन यहाँ चाहिँ दामी छ है तर ट्रेन सरर जान्छ अनि म यहाँनिर आएको छ म आएको छ भनेर चाहिँ थाहा छैन कि होइन आज कोले त्यसले भेट्ने हो कहाँ जान्छु टिकटक बनाउँछ अब टिकटक यो त बनाउने रे मसँग ल केटाहरू आयो है म यहाँ यत्तिकै बस्छु है चिन्छ कि चिन्दैन तल आउँदैछ सिडीमा यत्तिकै छ है त यिनीहरूको रियाक्सन हेर के छ हो र ल बुढो भयो अरे म बुढो भएको अनि होइन होइन थाहा भएन नि होइन ठिकै छ हामी यताबाट भेट भएर आएको ग्रिनविचबाट नर्थ ग्रिनविच कहाँ गएको थियो तिमी उसलाई लिन गएको थियो होइन म त उता थियो कहाँ त अरे म भएको अघि के गर्न गएको थियो विल एन्ड कि ग्रिन कता थियो साथीहरू आएको थियो कि उता आउटसाइडबाट कहाँ बस्छ र आउटसाइड लन्डनबाट मैले आउटसाइड हो नि लेस्टरबाट लेस्टर हो र त्यो को बस्नु तिम्रो सेयरिङ हो एउटा दाइ र म हो लभली रहेछ यार रुम त नट ब्याड होइन बसौँला भनेर म चाहिँ त्यति 8 बजेको टिकट काट्यो यस्तो खर्च म त जहिले काममा हो अरे के गर्नु त्यसपछि गएँ कता कता जानु लाग्थ्यो तिमी म त अनि उहाँ हो नि त फ्रान्सको नजिक हो कि म बस्ने फ्रान्सको नजिक अस्ति हामी घुम्न गएको थियो त ओ त्यो ठाउँमा बस्छ क्या पौडी खेलेर पुग्छु कि फ्रान्स होइन फेरीमा जाँदैन 45 मिनटमा पुग्छ फ्रान्स ठ्याक्क मेरो हेरदेखि मेरो काम गर्ने ठाउँदेखि पारि ठ्याक्क नाइट भ्यू चाहिँ खतरा देखिन्छ ए तिमी बस्ने त्यहाँतिर हो त्यो बेला त्यो के अरे ब्रिटिस लाउरेहरू आएपछि त्यहाँ जान्छ नि त फोटो सोटो खिच्न त्यही हो के भन्छ अरे के अरे मैले हेर्छु त्यस्तो देखेको थिएँ कि उता हो म बस्दा चल आमा न घुम्न म तर भित्र सर्छु भनेर हो मेरो त 3 महिना फुल टाइम छ नि त काठमाडौँमा त्यत्रो बस्यो अनि कस्तो भएको भन्नु चिसोले त अनि कहाँ हुन्छ यार सुरुमा आउँदै यार यस्तो खालको थियो त्यस्तो हल्लाउँदा यार त्यो टाउको उसै नभास्तो क्या चिसोले उपर हानेर है अब नेपालमा गर्मी छ अहिले समर एकदम गर्मी सुरु भयो अनि यहाँ त मलाई यस्तो जाडो छैन ठ्याक्क हाम्रो गाउँतिर जस्तो क्या है घाँसहरू पनि सेम देख्छ होला क्या यहाँको कस्तो सेप देख्छ सबै घाँस सेम छ कि जस्तो अब कस्तो भनौँ त अब जस्तै टेम्परेचर एउटै भएको कारणले घाँस फुसहरू पनि सेम छ क्या हरियो हरियो सबै बुझ्यो बुझ्यो म चिकन चपाउन बिजी छु एकछिन म बोल्न भ्याउँदैन म बेस्ट छु म कन्सन्ट्रेट गरेर एकदमै चिकन चपाउनुमा बेस्ट छु क्या
अहिले फेरि क्लिप काटेर फेरि टिकटकमा मेन्सन ट्रिगम लभर भनेर हालेर तपाईँसँग लाग्ने मान्छे पनि मलाई साह्रै राम्रो लाग्यो अनेस्ट ढाँटेको होइन म तपाईँको प्रोफाइलमा गएर हेरी गर्छु म हो र सासै कुन चाहिँ हो त्यो दाम छ र छता के यस्तो पनि पटुकी पनि के वाला खतरनाक रहेछ तपाईँ म नाचको जिन्दगी देख्दैन हो यहाँ आएर नि मैले डान्स गरेको त तपाईँसँग नाच्ने मान्छे साह्रै राम्रो लाग्यो यो सन्देश मुलुक यो म्यासेज उहाँलाई पुग्नु पर्यो पुगेन भने खल्दी भल्दी ए छिटी जाऊ न टिभी हाम्रो बाजे बाहिर निस्किनु भयो ल आऊ अनि 3-4 वटा ज्याकेट लगाएर हल्का जाडो छ अनि आम्मामा अनि हो त है साँच्चै है हिमालमा हुर्केको मान्छे अझै जाडो भयो यहाँ कति पर्ला जाँदा उहाँ त्यस्तो नेपालमा टाइमहरूसम्म गाडी सिकेर आएको हुन्थ्यो अब यस्तो हेर अगाडि घरदेखि यस्तो बाहिर ठाउँ पनि गएर अगाडि चढ्नु सक्नुहुन्थ्यो अनि बुढो भएछ है समीर पनि हेर्दा हो र हो त नि सेतै फुल्यो है कस्तोलाई भन्छु भनेर होइन मेरो बुढीले मलाई आएर बुढो नभन्दासम्म कसै म बुढै हुन्छु दियो त अब अलि उधिने खालकै छ नि त अनि अब ओल्ड बोयहरू पो त याद छ कि छैन पहिला के ए क्लासमा हुँदाखेरि हामी के कुरामा गरिराखेको थियो उसले चाहिँ के भने म त बिहा गरेको हो नि सोल्टी भन्छ याद छ कि छैन हो अनि अनि म नपत्याएको सुरुमा त अनि कहाँ बस्थ्यो रे उसलाई भनेको उहाँ गाउँदेखि आएको मेरो बुढी भनेको खोइ हेर्छु अनि मैले के भने होमवर्क गरेर आएको होइन अक्षर अर्कै थियो कसले गरिदिएको हो यो होमवर्क भनेको मेरो बुढीले भन्छ होइन अनि के बिहा गरेको हो भनेको हो नि गरेको नि भन्छ किन अहिले गरेको त भनेको कहानी छुट्टै भन्छन् के हो कहानी भन्नु मिल्दैन भनेको के भन्छ भने भलिबल खेल्दा हो नि त हो अब पछि त नरहेछ गाउँदेखि आँखा भनेर अझ बनाएको है अनि जान्छु हेर्छु फोटोहरू नि हेरौँ न कहाँ जाने हामी जानु म थाहा नि म त यतिकै हिँडेको कहाँ जाने हामी जानु थाहा ओए छैन अरे लाली मान्छेलाई नै अनि म त यतिकै हिँडेको त पार्क होला भनेर ए पाएको त उतिबाट जन्थ्यो जस्तो लाग्यो गफै गफ गएको थाहै पाएन जमेताबाट ल भिडियो बन्द गर्ने मन लागेन कि है कलेजको मान्छेहरू को कोले भेट्यो भने देख्यो भने पनि उयो छ कि मुला पार्क हेर न उयो पार्कै एरिया हो यो लो यहाँ जम्दा ल मन घुमाएर लिएर आएको त उही जस्तै अनि कस्तो राम्रो कस्तो कुरा गर्छ उयो एउटा फोटो है त ल फोटो पो हो ल है यसबाटै ल ल स्क्रिनसट गरेर त्यस्तो मुस्ताङको भ्यूमा खिच्यो भयो ल मुस्ताङको हरियाली डाँडामा र हिमालयतिर मान्छे युकेको झाडी अब यताबाट यता हो ल है के पार्क भन्छ यार प्लम स्टेट पार्क भन्नुहुन्थ्यो भिडियोमा फेरि नभनौँ भनेर छ भर्खर गाउँदेखि अनि उता घाममा गएर बस्नु लाग्दै घाम खानु मन लाग्यो भिटामिन सी खानुपर्छ भिटामिन सी कि भिटामिन डी कि इ रे घाम गर्नुपर्छ म धेरै कतिपछिदेखि मैले खानु जहिले पनि राति काम हुन्छ बिहान अब कहिले उठिन्छ टाइममा भएसम्म काम हुन्छ बिहान कतिपछि जम्मू त्यहाँ एकछिन आनन्दरी बस्नु कहिले यहाँ बस्ने हो नि घाम खानु पर्यो कि यतादेखि भिडियो गरेर गर्नु
कुकुर किडन्याप हान्ने रे कुकुर किडन्याप गर्ने रे बोल्दो रहेछ अस्ति भर्खर त्रिभुवन इन्टरनेसनलदेखि बिराई भएर आयो फेरि हस्तान्तरण हुनु जाने हो समय अब दिन पुग्दै सुडन गुरुङको पालो हट्न जाँदा होला फेरि त्यहाँबाट गिरे मन तिम्रो अनि बाबाले घोडा हान्ने तैँले भन्छस् भने तँलाई मैले कुकुर त जस्तो दस त कुकुरले कुकुर किडन्याप आयो लास्टमा थम्बनेलले कस्तो आउँथ्यो होला युके अनि त्यो नेप्लिस गयो के गरेर पठाइदियो भने कुकुर किडन्याप डग रो कालले राति त्यो उसके त्यो के अरे त्यो कुकुर भन्छ नि हस्की त्यो उसके बुलडग टाइप्सको के त्यो के भन्छ नि घाम खानु पर्यो के लाग्दो नि केही किनेर लिएर आउनुहुन्थ्यो नि यस्तो पार्क भएको कचम कचम हालेर बस्नुहुन्थ्यो भर्खर त्यत्रो दुई खाल हाम्रो आएछ कहाँ यार त्यस्तो सोचै आउँदैन नि हाम्रो होइन मान्छेले सोच्छ होला यत्रो शरीर तिम्रो हेर न यहाँको पानी हावापानीले पनि यस्तो खानाले नै शरीर लाग्छ क्या मेरो त सोध्छ होला त्यही भन्छ यार प्रायःले सोध्छ होला मान्छेहरूले मैले हरे घन्टे हान्छु होला मासु मेरो नामको छिरिज राई भन्ने आएको थियो क्या उहाँ भेट भएको थियो बास्केटबल खेलिरहेको थियो कि उ त्यहाँ अनि यता आएर दौरो मोटा यार भन्छ त्यहाँ यार झोनिदिए भन्छ फेरि उता चाहिँ मान्छेले काम गरेपछि सुकाउँछ यिनीहरू त भन्छ फेरि खानै त्यस्तै हो क्या टिकटक देखा मेरो खानाको कुरा गर्छौ भने तिमी सहीको हुन्छौ क्या भिडियो बन्द गर न मलाई कस्तो लुक ह्यान्डसम भएको अनि उसको टिकटक टिकटक हुँदै रहेछ है यहाँ फेरि नसक्नु छ ल गाइस हामी चाहिँ अब लाग्यो घरतिर होइन त्यो पोन्डतिर हो के अरे पोखरीतिर हो क्या पोखरीतिर हो जाने पोखरी अनि ल है त यावेसको ठुलो फ्यान हो ऊ चाहिँ होइन अघिदेखि त्यही गीतमा बनाइराखेको छ है हो हो खतरा लाग्छ तिमीलाई लाग्दैन लाग्छ सुन्छु उसको त्यही अब घरतिर जान्छु के हुन्छ आजको बाटोतिरै हेरौँ ल भेट्न आएको अरे होइन टिकटक बनाउँदैछ फेरि टिकटक नि फेरि मुख मात्रै चलाउँछ होइन ल है त ल दियो खतरा आयो है ल अनि के है समीर के छ टिकटक बोय समिलु होइन अझै पनि गइरहे ऊ त के हो यहाँ आएर त के पो भएछ त हो त्यस्तो लागेन चेन्ज भएन ऊ भयो है अन्त त्यस्तो खतरा चाहिँ भएन मजा गर्दाखेरि मन दुखाउला नि भएर गएर छु डिपी भएको भिडियो बनाउँदैछ हामी अनि ओहो ल है पानी नि परिसक्यो अब के फोटो खिच्ने फेरि ए एउटा दुईटा मात्र खिचिदिएको यस्तो भन्दै यार केटा किन म उहाँ बिग ब्यानमा लगेर जान्छु क्या अनि के कुनै के जाति स्मोक 5 होटल कुनै स्टार के अनि गरे आउँछु खाइ के रहेछ भन्न खोजेको गीतको लिरिक्स नआएको हो अब खान थालेको यसो ऊ फोटो पोस्ट त फेरि हानिहाल्छ नि अनि कस्तो आएको सिरिज खतरा आछ खतरा देखाउ त आम्मामा ह्यान्डसम बोय खै अनि यस्तो छ हजुर देख्नु न सोल्टी राम्रो आउँछ होला ल खतरा हान्छ है म त फेरि फोटो चाहिँ यतादेखि भनेको ए ल ल है स्टाइल चाहिँ खतरा छ बसाइ चाहिँ
यो मान्छे त डुबाउँछ यतादेखि खिच्नु नि चाँडो खिच्न मन लाग्यो भने नत्र भए छोडिदिनु यताबाट घाम पनि गयो नि साइडको मसँग मिठो ल है ल है हाँस्यो खै यता हेरेर हाँसेको अनुहार देखेको छैन देखेकै छैन राम्रोसँग अनुहार ल ल हाँस्यो ल है ल तेर्सो होइन कि हात तपाईँ यार ठाडो खाना थालिसक्यो वहाँ माथि प्लेन छ सर रातारात भाइरल बनाउनु भयो यार यो मान्छे त ओए हिरो देखेर के हो यार खतरा देखेको नि अब यो पार नेपाल गयो भने खायो खायो बाघले मासु हाल्यो त्यही हो अब यसो हल्का फुल्का मात्रै भिडियो गरेँ होइन आजको चाहिँ अब खासै गर्दैन भिडियो ए बेलुका नि भइसक्यो अहिलेको चाहिँ 7-8 बजी भ्यायो कि टाइम चाहिँ अहिलेको छ 7-8 बजिसक्यो अहिले चाहिँ अब हामी एकछिनमा घर जान्छु त्यो पछि हेरौँला के हुन्छ स्टे ट्युन गाइज बबाल धेरै बकवास नगरौँ जाऊ सुरस यो गाइस आइपुग्यो म घर आइपुग्यो अहिले चाहिँ आज चाहिँ केटाहरूको कोठामा रमाइलो गऱ्यो केटाहरूसँग घुम्यो त्यही हो कुनै कुराहरू चाहिँ मैले भिडियो गरेन किनभने प्राइभेसी हुन्छ केटाहरूको नि होइन आज त्यस्तो भिडियो गर्छु भन्ने चाहिँ थिएन अचानक आज नि भिडियो गरिदियो त्यही हो केटाहरू त्यही हो के हुन्छ अब कुनै चाहिँ नहाल भन्दै थियो तर मैले हालिदियो के गर्नु सरी फर द्याट र आजको लागि यति नै होप यु लाइक माई भिडियो डोन्ट फर्गेट टु सब्सक्राइब सी यु अन नेक्स्ट ब्लग भिडियोहरू हेर्दै गरौँला के हो र